श्रीमतीको रुखो बोलीले श्रीमानको मनमा चोट पुर्याउँछ। त्यो चोट केवल शब्दको घाउ मात्र बन्दैन, बरु आँसुको ढिक्का सहितको भारी मनभित्र पीडा बन्छ। श्रीमान चुप लागेर सहन्छ, तर भित्रभित्रै उसको आत्मसम्मान, उसको मनोबल, उसको विश्वास खिइँदै जान्छ। मानव संसार जित्ने सामर्थ्य भएको पुरुषलाई पनि आफ्नै श्रीमतीको कठोर बोलीले दिनौँ हराउने गर्छ। बाहिरको दुनियाँसँग लडेर फर्किने मानिसलाई घरभित्रै जब चोट लाग्छ, त्यो चोट सबैभन्दा गहिरो हुन्छ। त्यसैले भनिन्छ, श्रीमानलाई जित्नु भनेको मिठा शब्दले जित्नु हो, हार्नु भनेको रुखो बोलीले हार्नु हो। श्रीमतीले भुल्नु हुँदैन, उसले दिएको सम्मान नै श्रीमानको सबल खम्बा हो। उसले दिएको मायाले मात्रै श्रीमान बाहिरी संसारसँग लड्ने हिम्मत राख्छ। तर रुखो बोली र कठोर व्यवहारले भने उसको हरेक पाइलामा कमजोरी ल्याउँछ। श्रीमान संसारभर जित्छ, तर आफ्नै श्रीमतीको आँसुले हराउँछ। त्यसैले कहिल्यै पनि आफ्नो बोलीलाई विष नबनाऊ, किनकि श्रीमानको आँसु देखिएन भने पनि त्यो आँसु उसको मुटुमा ढिक्का जस्तै भएर बस्छ र कहिलेकाहीँ जीवनभर भएको पाइलामा ठेस दिइरहन्छ। सन्देश यो हो कि माया दिने हो भने बोलीमा मिठास देऊ, सम्मान गर्ने हो भने शब्दमा कोमलता देऊ। हवस् त, यो भिडियोसँगै हामी अर्को भिडियो लिएर आउने बाचा गर्दै छुट्टिन्छौँ। नमस्ते।